हामीले तर काटेको थियो निकै तर पनि काट्दियो अब हामीलाई मन दुख्छ तर पनि के हो हेरेको थियो मेरो ब्लग देखेको सब्स्क्राइब गरेको छ गरेको हो के बुढीमा राखन हेलो एभ्रिवान गुड मर्निङ तपाईहरुलाई मेरो न्यू ब्लगमा वेलकम छ आफ्टर लङ टाइम फेरि पनि न्यू ब्लग आइसकेको छ तपाईहरुको बीचमा आज चाहिँ हाम्रो वर्क एजुकेसनको एक्जाम छ अनि आज चाहिँ हामीलाई ह्यान्डवर्क लिएर आउनु भनेको थियो आफ्नो अनि हाम्रो रोजलले टेबल बनाइरहेछ यो मैले बनाएको घर हो कदाइको घर यो मैले बनाएको घर कस्तो छ तपाईहरुले कमेन्टमा राखिदिनु होला अनि उसको टेबल छ देखाइदेऊ त यता उसको टेबल अनि अरूले के ल्याउँछ तपाईहरुले देखाउने छु म स्कुल पुगेर अहिले चाहिँ यो हाम्रो मगर गाउँमा छु म चाहिँ हैन मगर गाउँ भन्छ यसलाई चाहिँ यो मैले बनाएको घर हो कस्तो छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्दै गर्नु होला छ देखाइदिए त इलाहरुले चाहिँ डोको ल्याएछ प्रनिता तैँले के ल्याइस् यसले पनि डोकै बुनेको छ यसले पनि डोकै बुनेछ अरे हैन देखाइदिए नि डोको उयो आफै बुनेको यो चाहिँ कसम भन्देको उयो यो पनि मैले नै बनाएको हो र मानमितको लागि बनाइदिएको मैले यो रोजल अब चाहिँ हामी आइपुगिसकेको छु स्कुल अघि देखाइसकेको यो त तेरो घरले मैले बनाइदिएको हामी स्कुल आइपुगिसकेको छ अब चाहिँ फाइनली गाइस हामी चाहिँ स्कुल आइपुगिसकेको छ स्कुलमा चाहिँ कोही आएको छैन 500 रुपैयाँ पैसा दिएर त यार फोनको पैसा त ए दाइ मानमित किन्दैन हौ यो यिनीहरु यहाँ पोस्टरमा टाल्दैछ कि यो सानो फुड्के देखाउँदैन नि यिनीहरु यस्तो यिनीहरु टालिँदै गरे नि फुड्के चाहिँ नदेखा न छ्या यसले के भन्यो के भन्यो कसले यसले कुनी के उ यो भाइले बढाल्दै रहेछ कस्तो छ हालको ठिकै छ क्लास 5 हो यो चाहिँ क्लास 5 हैन क्लास 5 हो यो चाहिँ के छ के भन्छ मेरो ब्लगमा के भन्छ यहाँ पछि कभरको 500 रुपैयाँ दिनु ओ यो फेरि होमवर्क गर्दै रहेछ यहाँनिर आएर नगर ल स्कुलमा आएर चाहिँ के हो हेरेको थियो मेरो ब्लग देखेको सब्स्क्राइब गरेको छ गरेको हो के यो चाहिँ हाम्रो स्कुलको नजारा यहाँ चाहिँ अफिस हो यहाँ चाहिँ भलिबल भएको थियो अस्ति तर हामी आउनै पाएन छुट्टी थियो हाम्रो रिग्रेट लाग्छ यार यता चाहिँ दोकान चाहिँ क्यान्टिन घर हातमै बोकेर हिँड्नुपर्छ आफ्नो घरलाई छोडा मान्छे भएर टेबललाई पनि बोकेर हिँड्नुपर्छ भोक लाग्यो राख्यो खायो त्यो चाहिँ राखिराखौँ ऊ यिनीहरू आइपुगेकै छैन म पनि खान थालेको यहाँ आएर आन्टी के छ नखा नआउने बित्तिको त छ्या भोक लागेन के पानी किनौ दामी छ जस्तो अहिले देखाइदियो त यसले के ल्यायो ए बाँसुरी पो ल्याएछ बजाइदिइहाल्ला त रोजल तिमी निकाल न तिम्रो निकाल न भिडियो गर्दैछु म 500 रुपैयाँ पैसा ल्यायो किन यो टालिरहेको ट्याप्पै यसले घर लिएर आएछ यहाँ घर देखाइदिएन घर यहाँ छिन्दैन यहाँ चोट्टा साला लातल दिएर आएर म बुढीमा राखन दैलो खाछ दैलो खोइ ए दैलो बन्द रहेछ खोला त खोलिन्छ दामी छ तर घर चाहिँ यहाँनिर कप ल्याइदिएको छ कप ल्याएको छ निकालेर देखाउ न हौ नाम लेखेछ निकाल न कोही दामी छ त अनि कप त अम्बो यो चाहिँ ढकनी खोलिन्छ नि अनि यो चाहिँ ऊ कसको डोको ल्याएछ बेसी चाहिँ गाइस अहिले चाहिँ यहाँनिर हाम्रै कपाल काटिदिइसकेको छ सरले हेर्नु सक्नुहुन्छ सबैको हाम्रो त छोटो थियो तर पनि हाम्रो उडाइदिइसकेको छ हामीले त अलिक हानेको थिएँ तर पनि हाम्रो उडाइदिइसकेको छ सो गाइस तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला हामीले तर काटेको थियो निकै तर पनि काट्दियो अब हामीलाई मन दुख्छ तर पनि केही भन्नु सक्दिनँ यस्तो चिन्नु बनाइदियो मान्छेको हालत पतला छै कस्तो घिनलाग्दो बनाइदियो छि भिडियो गर्नै पाएन कि
के गर्नु तर हामीले छोटाउनु चाहिँ छोटाएको थियो तर पनि काटिदिएको छ हाम्रो तर हाम्रो दुई भाइ केटाहरूले गर्दाखेरि काटेको यो चाहिँ कम्प्लेन गएछ अनि चाहिँ रिसले चाहिँ सबै उडाइदियो हामी घर जाँदैछ अब चाहिँ के गर्नु जिन्दगी यस्तै छ टोपी लाउनु छ भोलिदेखि आजको भ्लग चाहिँ यति नै थियो